आस्थाका बन्दीहरू तत्काल रिहाका धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा बन्देज लगाउने कानुन बनाउन पाइँदैन। जनप्रदर्शन राप्रपा नेपालको जनप्रदर्शनमा आज म आइरहेको छु। यहाँ विभिन्न विशिष्ट पाहुनाहरू आइसक्नु भएको छ। हाम्रो राप्रपा नेपालका अध्यक्ष कमल थापाज्यू पनि आउनु भएको छ। सबैहरू आउनु भएको छ। त्यही कारणबाट अब जति पनि कार्यक्रमहरू हुन गइरहेको छ म तपाईहरुलाई देखाउने नै छु। यहाँ कमल थापाजी आएर पनि बसिसक्नु भएको छ। अब यो अत्याचारी दुराचारी यो केपी ओलीको सरकारले जो मास्टरहरूको पनि टाउको फुटाएको छ। हस्पिटलको नर्सहरू हस्पिटलको डाक्टरहरू पनि आन्दोलनमा, गाडी व्यवसायीहरू पनि आन्दोलन छ भन्ने सुनेको छु। भोलिदेखि डाक्टरहरूको पनि आन्दोलन, गाडी व्यवसायीको आन्दोलन, मास्टरहरूमाथि कुटपिट, यो दुराचारी सरकारको नाङ्गो नाच भइरहेको छ केपी ओली सरकारको। यसको विरुद्धमा हामी सम्पूर्ण जनसमुदायहरू लाखौं हजारौंको संख्यामा, पहिला त मान्छे थिएन नि जस्तो थियो, अहिले हजारौं लाखौंको संख्यामा जनसंख्या समुदायहरू आउनु भएको छ हैन। राप्रपा नेपालको आयोजनामा हुन गइरहेको यो सभालाई चाहिँ एकदमै राम्ररी तपाईहरुले गर्दिनु न, हेर्दिनु न अनुरोध गर्दछु।
केपी ओलीको दुराचारी सरकारको विरुद्धमा यहाँ कार्यक्रम भइरहेको छ। केपी ओलीलाई कुनै मतलब छैन। केपी ओली एमालेको भरौटेहरू एमालेको भरौटेहरूको केही मतलब छैन। अब यहाँ पुलिस प्रशासन पनि बाक्लै उपस्थितिहरू भइरहेको, कुनै अनैतिक घटनाहरू होला कि नहोला भन्ने कुराहरू भइरहेको छ। अब राप्रपा नेपालको कार्यक्रम हो यो। राप्रपा नेपाल नेताहरू आउनुभयो, हात ठडाएर जानुभयो। केन्द्रीय नेताहरू आउनुहुन्छ, यताउता सबैतिर हुनुहुन्छ। हाम्रो यहाँ एकजना दाई हुनुहुन्छ राप्रपा नेपालको संस्थापक पहिलाको, उहाँसँग म बसिरहेको छु। होइन दाई, घर कहाँ अरे हजुर? यहाँ कहाँ बस्नु? मनमैजी साङ्ला। उहाँ त्यत्रो टाढाबाट आउनुभयो? होइन, केमा आउनुभयो? गाडीमा? हजुर, बिहानैदेखि कार्यक्रम थियो चापागाउँमा। के को? हाम्रै अरूको कहाँ जाने? काङ्ग्रेस कम्युनिस्ट देखाउने रिस दिइहाल्छ। ए, चापागाउँमा पनि कार्यक्रम थियो? चापागाउँमा चाहिँ के थियो? कमल थापाजी पनि जानुभएको थियो? यो राप्रपा नेपालको अध्यक्ष त कमल थापाजी हो होइन? यसको चुनाव चिन्ह गाई हो? राप्रपाको गाई हो? होइन, राजेन्द्र लिङ्गदेलको रहेछ। उहाँले तिर चिला चुनाव लिएर लड्नुभयो। अब आउँदै हुनुहुन्छ चाहिँ होस् राप्रपामा कमल थापाजी, हो क्या? भन्नु राम्रो त राजेन्द्र लिङ्गदेलै हो। नराम्रो भन्ने होइन, तर वास्तविक चुनावमा आएर काम गरेको शैलीले उभिराखेको छ। अहिले आउँछन् होला? आइहाल्छ, यहाँ आउँदैन? आउँछ। त्यसैबाट विष्ट आइसक्यो अरे। यहाँ सबै कार्यकर्ता मात्रै कहाँ? यहाँ सबै कमी छैन, सब हारिएका मात्रै छन्। विशाल जनसमुदायहरूको उपस्थिति भइरहेछ। जनताले यो व्यवस्था रुचाउँदैन, यो व्यवस्थाले गोल्टी फेर्छ, यो चाहिँ जानिरहेको छ। श्यामजी, आज पनि मास्टरहरूलाई लखटा जस्तो छ। गाउँ गाउँबाट नै आयो अहिले आज।
डाक्टरहरू नै आजबाट त सडकमै हो, हस्पिटल नै बन्द छ। हेलो, सहभागी दाजुभाइ तथा दिदीबहिनीहरू, दुवैपट्टिको ट्राफिक व्यवस्थापन व्यवस्थित भइसकेको छ। अब यो कार्यक्रम स्तरमा दायाँ बायाँ गाडी आउने छैन। मैले फेरि आग्रह गरेँ, अब हामी केही मिनटमै हामी विधिवत रूपमा कार्यक्रम अगाडि बढाउन गइराखेका छौँ। मञ्चको अगाडि पछि मिडियाका साथी बाहेक झन्डा बोक्नुभएका अन्य राष्ट्रवादी दाजुभाइहरू सबै पछाडि गएर बसिनुको लागि मैले आग्रह गरेँ। मैले सोही साथीहरूलाई फेरि आग्रह गरेँ, सडक पेटीमा रहनुभएका साथीहरूलाई हाम्रो पछाडि कुर्सी नपुग्ने साथीहरू पछाडि बसिनको लागि आग्रह गर्दै अब हामी विधिवत रूपमा कार्यक्रम अगाडि बढाउन गइराखेको म जानकारी गराउन चाहन्छु। अबको आजको यस सभा विधिवत रूपमा अगाडि बढाउन गइराखेका छौँ। यस कार्यक्रमलाई म विधिवत रूपमा पार्टीका सहमहामन्त्री अञ्जना शाह रावलजीलाई यस मञ्चमा आएर कार्यक्रम अगाडि बढाइदिनुको लागि म आग्रह गर्न चाहन्छु। नमस्कार, जय राष्ट्रवाद। आस्थाका बन्दीहरूको तत्काल रिहाई गर्न, धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा बन्देज लगाउने कानुन बनाउने सरकारको तयारी तत्काल रोक्न आयोजित जनप्रदर्शनमा राष्ट्रिय झण्डालाई शिरमा राखेर राष्ट्रिय झण्डामुनि हामीलाई एकबद्धता जनाउन पाल्नुभएका सम्पूर्ण राष्ट्रवादी राष्ट्रप्रेमी जनसमुदायमा राप्रपा नेपालको तर्फबाट हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। सभापतिको आसन ग्रहण गरिदिनको लागि राप्रपा नेपालका श्रद्धेय केन्द्रीय अध्यक्ष पूर्व उपप्रधानमन्त्री श्री कमल थापाज्यूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु। विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि राष्ट्रिय शक्ति नेपालका अध्यक्ष पूर्व मन्त्री केशर बहादुर विष्टज्यूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु। राप्रपाका श्रद्धेय केन्द्रीय अध्यक्ष पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र लिङ्गदेनज्यू आउँदै हुनुहुन्छ। केही बेरमा उहाँ यहाँ आइपुग्ने जानकारी प्राप्त भएको छ। विशेष अतिथिको आसन ग्रहणका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहणका लागि शिवसेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतज्यू अथवा उहाँका प्रतिनिधिज्यूलाई म हार्दिक अनुरोध गर्दछु। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाओ महाअभियानका प्रतिनिधि सतीश पोखरेलज्यूलाई म हार्दिक अनुरोध गर्दछु। नेपाली कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेलज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको लागि विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष अस्मिता भण्डारीज्यू लगायत विभिन्न दल तथा संघ संस्थाका प्रमुखज्यू र प्रतिनिधि साथीहरूलाई म विनम्रतापूर्वक अनुरोध गर्दछु। मैले यहाँ विभिन्न राजनीतिक दलका उपाध्यक्षज्यूहरू देखिरहेकी छु। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष माननीय विक्रम पाण्डेज्यूलाई म यथास्थानमा अतिथिको आसन ग्रहणका लागि अनुरोध गर्न चाहन्छु। पूर्व मन्त्रीज्यूहरू यहाँ हुनुहुन्छ। पूर्व मन्त्री हरिबहादुर बस्नेतज्यूलाई पनि म अतिथि मेरो घर नजिकै हो। अब त मेरो टाउको खर्च अर्को चोटिदेखि मैले के गर्नु थाहा छ।